हाइलाइटमा तपाईँहरूले नरसिंहाको आवाज सुनिसक्नु भएको छ। यो बजाउने को हुन् भन्ने तपाईँलाई खुल्दुली हुनसक्छ। उहाँसँग म उपस्थित छु। नमस्कार, हजुरको शुभ नाम बताइदिनु न। मेरो नाम पद्मर तामाङ हो र बदमटार रोङदुई बदमटारबाट है? बदमटारबाट। के छ तपाईँले यो जुन अहिले बाजा बजाउनु भयो नि, यसलाई के भनिन्छ? यसलाई यो नरसिंह भनिन्छ। नरसिंह है। के छ, निकै गजबले बजाउनु भयो होइन? कसरी सिक्नु भयो हजुरले खासमा? यो मैले त्यतिकै हात यसो गर्दै थिएँ पहिल्यैदेखि, अलिअलि गर्दै सिकेको हो। ए, हजुरले नि जस्तो यो नरसिंहसँगै अरू के भेराइटिजहरू पनि ल्याउनुहुन्छ? एउटा अलिकति सनेको पनि कास्टिङ चाहिँ आउँछ। हजुर। र एक खालको यो कुकुर छाउरा रुए जस्तो आवाज पनि निकाल्छु। आउँछ। ल ठिक छ, त्यसो भए नि सुरुमा एकपटक हामी नरसिंहकै सुनौँ अनि क्रमशः अरू कुराहरू गरौँ न त। ल नरसिंहको पुनः एकपटक बजाइदिनु त यहाँ। सुरु गरौँ? हजुर, सुरु गरौँ। ल हेर्नुहोस् त, मुख र हातको सहायताले नै यति मिठो तपाईँले बजाउनु भयो होइन? र यो काम त्यति सजिलो छैन जस्तो लाग्छ, निकै गाह्रो नै हो। हजुरले अघि पनि भन्नुभयो होइन, सनै पनि म बजाउन सक्छु भन्नुभएको छ। खास गरी नि तपाईँले कसरी प्र्याक्टिस गर्नुभयो यो कुरा चाहिँ अलिकति टेक्निक बताइदिनु। यो त्यतिकै हात यसो गर्दै बजाउँदै सिक्दै गएँ हो। ए हो, भनेपछि यसको लागि कुनै तालिम लिएको, प्रशिक्षण लिएको होइन? ठिक छ, अबको क्रममा सनैको पनि थोरै। सनैको चाहिँ कस्तो छ भने पुरै चाहिँ होइन, कास्टिङ मात्रैसम्म मात्रै छ है। कास्टिङ मात्रै हो कि जस्तो। हजुर हजुर। ल सुरु गर्नु। ल सुरु गर्नु। धन्यवाद। ल हेर्नुहोस् त, उहाँले यस्तो राम्रो बजाउनु भयो नि, उहाँले धेरै मेहनत गरेर यो टेक्निक हासिल गर्नुभएको छ होइन? गाउँघरमा लुकेको यस्तो प्रतिभा हामी बाहिर निकाल्दैछौँ। कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। र तपाईँ केही समय अगाडि भारत पनि हुनुहुन्थ्यो। भारतमा बस्दाखेरि पनि तपाईँले यो कला सामाजिक सञ्जाल मार्फत चाहिँ प्रस्तुत गर्नुभएको भन्ने मैले सुनिरहेको थिएँ हो। ए, के छ त्यहाँ चाहिँ, के भन्थे तपाईँलाई साथीभाइहरूले यो जुन कला प्रस्तुत गर्दा? त्यहाँ के भन्थे भने बजाउँ, यो फेसबुकतिर हालौँ र सबैले देख्ने, देश विदेशले भन्ने कुरा गर्छ। ए ल ठिक छ, संयोगवश आज हजुरलाई मैले भेटेँ होइन? अब हामी एकपटक हजुरको अर्को कला मादल बजाएको पनि एकचोटि सुनाउँ। हुन्छ, बजाइदिन्छु। पहिला यो समालाबाट दिन्छु एकचोटि। हुन्छ, त्यहाँदेखि म बजाउन सुरु गरेँ। हुन्छ। यो चाहिँ समाला भयो। हजुर। अब एकदम चुड्केतिर जान्छ है। ओके, ल। आहा, ल हेर्नुहोस् त, भनेपछि उहाँले नरसिंह पनि बजाउनु भएको छ होइन? सनै पनि बजाउनु भयो, त्यसै गरी मादल लगायत अरू कुरा पनि तपाईँलाई देखाइसक्नु भएको छ। अब यो भिडियो धेरै साथीहरूले हेर्नुहुन्छ सामाजिक सञ्जाल मार्फत होइन? अब के भन्न चाहनुहुन्छ तपाईँ आफ्नो यो कला हेरेर बस्ने सम्पूर्ण दर्शक श्रोतालाई? म के भन्न चाहन्छु भने मेरो यो भिडियो हेरेकोमा सबैलाई धन्यवाद दिन चाहन्छु। हेरोस् सबैले, मन पराओस् भन्ने दिन चाहन्छु।